सम्पूर्णलाई नमस्कार। म गोकर्ण मानव। विभिन्न चाडपर्वहरूमा हामीले अनावश्यक खर्च गरिरहेका हुन्छौँ। यदि यो खर्चलाई देशको लागि लगाउने हो भने कति धेरै प्रगति उन्नति गर्न सक्छौँ, देशलाई विकासको मोडमा लान सक्छौँ भन्ने विषयमा बोल्दैछु। भिडियोलाई अन्तिम समयसम्म हेर्नुहोला। हामीले एउटा तिहारको समयमा मात्र एउटा माला लगाउँदाखेरि 50 को सेरोफेरोमा पर्ने रहेछ। कम्तीमा पनि एकजनाको 3-4 जना दिदी बहिनी हुने रहेछन्। त्यो हुँदै गर्दा 3-4 नहुँदा पनि ल ठिकै छ, 2लाई मात्र हामीले एभरेजमा राखौँ। 50 लाख कम्तीमा पनि यहाँ टिका लगाउने व्यक्तिहरू चाहिँ हुनुहुन्छ, भाइ टिका मनाउने। त्यो 50 लाख इन्टु 100 गर्ने हो भने झन्डै 50 करोड आउँछ। हिसाब गर्नुहोला। यो 50 करोड हेर्नुहोस् त, हामी एउटा मालामा 1-1.5 घन्टा लगाउनुको निम्ति सामान्य 50 करोड चाहिँ हामीले वेस्ट गर्यौँ। सबैले यो 100 रुपैयाँ राज्यलाई दिएर अथवा एउटा कोषमा जम्मा गरेर हामीले चाहिँ के हुम्लाको त्यो ट्विन चरेर विद्यालय जाने बालबालिकाको लागि पक्की पुल बनाउन सक्दैनथ्यौँ र यो बजेटले पक्कै पनि पुग्थ्यो होला। सधैँभरि हामीले चाहिँ अनावश्यक रूपमा खर्च गरिरहेका हुन्छौँ। ठिकै छ, आफ्नो माला लगाउँला, टिका लगाउँला, यो गर्नु हुँदैन, रीतिरिवाज नै तोड्नुपर्छ भन्ने पक्षमा चाहिँ छैन। तर सामान्य मालाबाट 5-10 वटा माला लगाउनुभन्दा एउटा माला मात्र लगाउँदा पनि हाम्रो कला, रीतिरिवाज, संस्कृति जगेडा हुन चाहिँ सक्छ कि जस्तो चाहिँ मलाई लाग्छ। अर्को कुरा, यो त मालाको कुरा भयो। सामान्य मालामा 200-400 खर्च हुन्छ भने हामीले चाहिँ कम्तीमा पनि 100-200 देखि 5-10 हजार रुपैयाँसम्म पनि अल्कोहलमा चाहिँ खर्चिने गर्दछौँ। त्यस्तै विभिन्न किसिमका पटकाहरू पट्काएर पनि हाम्रो समय सँगसँगै हाम्रो आर्थिक सङ्कट पनि निम्तिरहेको छ। तपाईँहरूले यदि ध्यान दिनुभयो भने यसरी अनावश्यक रूपमा खर्चाउने जो पैसा छ त्यसलाई चाहिँ हामीले जम्मा गरेर चाहिँ राज्यका जति पनि कुनाहरू छन्, जति पनि ठाउँहरू छन्, जति पनि दुर्गम जिल्लाहरू छन्, जति ठाउँमा बाटो पुगेको छैन, बिजुली पुगेको छैन, पानी पुगेको छैन, त्यस्ता ठाउँहरूमा यसरी हामीले हाम्रो पैसा कला संस्कृतिको अनावश्यक खर्चाउने पैसा लगानी गर्नुपर्छ भन्ने विचार राख्दै बिदा हुन्छु। धन्यवाद।